आफ्नो न्यूबर्नको लागि कस्तो कार सिट किन्ने भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो तपाईँको लागि हो। हामीलाई चाहिँ धेरैजना साथीहरूले चाहिँ कस्तो कार सिट किन्ने भनेर मेसेज गर्नुभएको थियो। सो त्यही कुरा एड्रेस गर्नको लागि चाहिँ यो भिडियो बनाएको हो। कार सिट चाहिँ मेनली दुई प्रकारको हुने गर्दछ। एउटा चाहिँ डिटाचेबल इन्फेन्ट कार सिट, अर्को भनेको चाहिँ फिक्स कन्भर्टेबल कार सिट। हामीले हाम्रो बेबीको लागि किनेको भनेको चाहिँ डिटाचेबल इन्फेन्ट कार सिट हो। यी दुई प्रकारका कार सिटका आफ्नै फाइदा र बेफाइदा हुने गर्दछन्। हामीले किनेको डिटाचेबल कार सिटको फाइदा भनेको चाहिँ यो चाहिँ मुभेबल हुन्छ। तपाईँले कार सिट निकालेर त्यसमा बेबी राखेरै तपाईँले जतै पनि लिएर जान सक्नुभयो। फर एक्जाम्पल तपाईँको डक्टरको एपोइन्टमेन्ट छ भने तपाईँले बेबीलाई कार सिटमा राखी डक्टरकोमा लिएर जान सक्नुभयो अर एनीवेयर। अब यसको बेफाइदा भनेको चाहिँ यो चाहिँ सानो हुने भएकोले गर्दाखेरि चाहिँ तपाईँको बेबी ग्रो गर्दै गर्दाखेरि चाहिँ अलिक पछाडि चाहिँ तपाईँले फेरि अर्को कार सिट किन्नुपर्ने हुन्छ। फर एक्जाम्पल हामीले किनेको डिटाचेबल कार सिटमा चाहिँ 16 किलोसम्मको बेबी मात्रै राख्न मिल्छ भनेको छ। अब अर्को हुन्छ फिक्स्ड कन्भर्टेबल कार सिट। त्यो खालको कार सिटको फाइदा भनेको चाहिँ त्यो चाहिँ लामो समयसम्म युज गर्न सक्यो। पछि तपाईँको बेबी ग्रो हुँदै गर्दाखेरि पनि बेबी 4-5 वर्षको सम्मको लागि पनि युज गर्न मिल्ने खालको कार सिटहरू पाइन्छ। त्यसको बेफाइदा भनेको चाहिँ तपाईँले कार सिटलाई चाहिँ डिट्याच गरेर आफू सँगसँगै बोकेर हिँड्न सक्नुहुन्न, बिकज दे आर भेरी हेभी। र इफ तपाईँको बेबी चाहिँ कार सिटमा निदाएको छ र तपाईँ चाहिँ अब कारबाट बाहिर निस्किनु पर्यो, कतै जानु पर्यो भने चाहिँ तपाईँले बेबीलाई चाहिँ आफ्नो हातमा बोक्नुपर्ने हुन्छ, अथवा हातमा बोकेर चाहिँ यु हेभ टु ट्रान्सफर टु द स्ट्रोलर होइन। सो त्यो बिचमा चाहिँ तपाईँको बेबीको निद्रा बिग्रिन सक्ने चान्सेस पनि हुन्छ। सो इफ तपाईँले मलाई नै सोध्नुभयो पर्सनल्ली लाइक विच वान डु यु रिकमेन्ड भन्नुभयो भने चाहिँ म चाहिँ डिट्याचेबल इन्फेन्ट कार सिट नै रिकमेन्ड गर्छु, बिकज दे आर लाइट वेट होइन, इजी टु क्यारी। तपाईँले चाहिँ बच्चा कारबाट निकाल्ने बेलामा चाहिँ कार सिटसँगै निकाल्दाखेरि चाहिँ तपाईँको बच्चाको निन्द्रा बिग्रिँदैन होइन। सो विभिन्न कारणले गर्दाखेरि र बच्चा तपाईँको 1.5-2 वर्षको भइसके पछाडि चाहिँ इफ कार सिट अपग्रेड गर्नु पऱ्यो भने पनि इट्स ओके होइन, त्यति धेरै कस्टली पनि पर्दैन। आई होप यो भिडियो चाहिँ तपाईँको लागि हेल्पफुल भयो। एन्ड कार सिटहरू चाहिँ सेकेन्ड ह्यान्ड सकभर नकिन्नु होला, बिकज कार सिटको चाहिँ एक्सपायरी डेट हुने गर्दछ। ट्राई टु बाई न्यू कार सिट। अनि पछि बच्चा ग्रो हुँदै गर्दाखेरि चाहिँ इफ तपाईँले बुस्टर सिट किन्नु पऱ्यो अथवा अर्को ठुलो साइजको कार सिट किन्नु पऱ्यो भने चाहिँ त्यो चाहिँ बरु तपाईँले सेकेन्ड ह्यान्ड पनि हेरेर किन्न सक्नुहुन्छ।